प्रश्नमा आधारित हामीले विषयवस्तुहरूलाई चाहिँ सिलेक्ट गरेका छौँ। हामीले छलफल गरेको विषयलाई मात्रै बताउन चाहेँ। यसमा चाहिँ व्यक्तिगत रूपमा मण्डलीको तर्फबाट र समूहको तर्फबाट चाहिँ के पहल गर्न सक्नुहुन्छ भन्ने प्रश्नमाथि हामीले चाहिँ समुदायको सबैभन्दा पहिला त पोखरेल क्रिस्चियन समुदायको सदस्यहरू बिचमा चाहिँ छलफल गर्न जरुरी छ। आजको छलफल, आजको अभिमुखीकरण मात्रै त्यो पर्याप्त होइन र हामीले त्यो समुदायमा पनि छलफल गर्नुपर्छ र त्यहाँ छलफल गरिसकेपछि आफ्नो मण्डलीमा गएर आफ्नो अगुवाहरूलाई पनि बताउनुपर्छ यो विषयमा भन्ने कुराहरूलाई चाहिँ हामीले राखेका छौँ। र अर्को चाहिँ यो पोखरेल क्रिस्चियन समुदाय मातहतको मण्डलीहरूको किशोर किशोरीहरू र जवान जवानीहरूलाई अभिमुखीकरण गर्ने र उहाँहरूलाई तालिम पनि प्रदान गर्ने र अर्को चाहिँ हरेक मण्डलीमा चाहिँ बाइबलीय शिक्षामा आधारित भएर नैतिक शिक्षा चाहिँ प्रदान गर्नुपर्छ। यो चाहिँ प्यारेन्ट्सलाई पनि, बच्चाहरूलाई पनि, किशोर किशोरीलाई पनि नैतिक शिक्षाबारे उनीहरूलाई चाहिँ जानकारी दिनुपर्छ, उहाँलाई नैतिक शिक्षा दिनुपर्छ भनेर हामीले छलफल गरेका छौँ भने अर्को चाहिँ युथहरूको सङ्गतिमा चाहिँ अगुवाहरूको उपस्थिति चाहिँ रहनुपर्छ है। र चाहे महिनाको कुनै एक दिन होस् अथवा चाहिँ 15 दिनको कुनै एक समयमा होस्, उहाँहरूलाई यो समलिङ्गी विवाहको सम्बन्धमा चाहिँ बाइबलले के भन्छ त भन्ने विषयमा उहाँहरूलाई जानकारी पनि दिन आवश्यक छ भनेर हामीले यो 4वटा पोइन्टहरू टिपेका छौँ भने पोखरेल क्रिस्चियन समुदायको भूमिका चाहिँ यसमा के रहन्छ भन्दै गर्दा सबैभन्दा पहिला चाहिँ मण्डलीमा चाहिँ युथहरूको सर्वे गर्न जरुरी छ। यसमा चाहिँ हाम्रो एक्ज्याक्टली मण्डलीमा आउने ब्याप्टिजम लिएका होस् अथवा ग्रहण गरेका होस् अथवा चाहिँ भर्खर आउने गरेका होस्, कोही साथीले लिएर 1-2 समय चर्चमा भिजिट गर्न आएका युथहरू होइन, तिनीहरूलाई चाहिँ हामीले सबैभन्दा पहिला चाहिँ सर्वे गर्न जरुरी छ र सर्वे गरिसकेपछि हामीले तथ्याङ्क निकाल्न जरुरी छ र तथ्याङ्क निकालिसकेपछि हामीले चाहिँ कस्तो खालको उनीहरूलाई शिक्षा दिन आवश्यक छ भनेर हामीले प्लानिङ गर्न जरुरी छ र अर्को चाहिँ उनीहरूलाई प्लानिङ गरिसकेपछि हामीले उनीहरूलाई चाहिँ टिचिङ पनि दिन जरुरी छ र टिचिङ दिइसकेपछि हामीले उनीहरूलाई चाहिँ शिक्षा सँगसँगै हामीले प्रशिक्षणहरू गर्न जरुरी छ भने उनीहरूलाई मार्गदर्शन गर्न पनि जरुरी छ भनेर हामीले यो ग्रुप नम्बर 4 को तर्फबाट छलफल गरेर यति पोइन्टहरू निकालेका छौँ। अन्य ग्रुपको हाम्रो अगुवाजनहरूले पक्कै पनि यसमा थप्नुहुनेछ। धन्यवाद। जयपछि मिठो भन्न गएको छ, त्यस कारणले म सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। समूहमा कसरी गर्ने भन्नुपर्दाखेरि मैले एउटा अध्ययन गर्दाखेरि यसको बारेमा विश्वव्यापी अध्ययन गर्दाखेरि के देखियो अरे भन्दाखेरि जसको घरमा बुवा अथवा आमा हुन्छ नि त बच्चाहरूलाई पाल्ने, बुवाको कमी छ भने उसको घरमा छोरा छ भने आफ्नो बाबाको कमीको कारणले ऊ गे हुन पुग्ने अवस्था बढी हुँदो रहेछ र आमा छैन र छोरी लेस्बियन हुने अवस्था चाहिँ प्रचुर मात्रामा हुँदो रहेछ भन्ने चाहिँ अध्ययनले देखाएको छ। त्यस कारणले अभिभावकको चाहिँ मुख्य भूमिका हुँदो रहेछ र यसको निम्ति चाहिँ डिभोर्सले पनि ठुलो असर पार्दो रहेछ र यसमा पनि हाम्रो चर्चमा डिभोर्स पाप हो भन्ने कुरा त हामीले सिकाइरहेकै छौँ, तर विभिन्न परिस्थितिहरू आउँछ त्यसलाई चाहिँ कसरी ट्याकल गर्ने, कसरी चाहिँ यसलाई अवेरनेसको रूपमा चाहिँ जोडिएर नछुट्ने भन्ने कुरामा चाहिँ हामीले चर्चमा शिक्षामा समावेश गर्नुपर्छ भन्ने चाहिँ हामीले यसलाई अगाडि बढाउन सक्छौँ। अर्को चाहिँ वचनमा समावेश गरेर चर्चमा कुनै पनि वचनमा चाहिँ समावेश गरेर यसलाई चाहिँ हामीले चर्चको विश्वासीहरूलाई जागरुक गराउन सक्छौँ। अनि जवानहरूसँग यो सम्बन्धी विचारहरू आदान प्रदान गरेर हामीले जवानहरूलाई चाहिँ अवेरनेस गराउन सक्छौँ भने बाइबल अध्ययनमा विभिन्न किसिमको बाइबल अध्ययनहरू हुने गर्दछन्। ती प्रत्येक झुन्डमा बाइबल अध्ययन गर्दाखेरि पनि यसलाई समावेश गर्नुपर्ने अपरिहार्यता देखिएको छ। अनि उमेर अनुसारको अगुवाहरू विभाजित गरेर चाहिँ शिक्षा दिने, किन भन्दाखेरि टिनेजहरूलाई सुन्ने, टिनेजसँग मिल्ने खालको वक्ता चाहिँ उपलब्ध गराइयो भने राम्रो हुन्छ। किनभने उनीहरूको स्टाइल कस्तो हुन्छ, उनीहरू कस्तो खालको वक्तालाई सुन्छन् भन्ने कुरा उनीहरूलाई मात्र थाहा हुन्छ होइन, तर उनीहरूले व्यक्त गर्दैन होइन। पाएको मान्छेहरूले कस्तो खालको वक्तालाई सुन्न रुचाउँछन्
त्यो चाहिँ पाएको मान्छेहरूलाई मात्र थाहा हुन्छ। त्यो चाहिँ बुझेको व्यक्तिलाई शिक्षकको रूपमा चाहिँ हामीले नियुक्त गऱ्यौँ भने चाहिँ यसलाई चाहिँ अझ प्रभावकारी रूपमा चाहिँ अगाडि सार्न सकिन्छ है। अनि विभिन्न सामग्रीहरू जुटाएर जस्तै मुभिजहरू, डकुमेन्ट्रीहरू, अनि त्यसपछि बुक्सहरू, स्रोतहरू, यस्ता साधनहरू जुटाएर चाहिँ हामीले हाम्रो चर्चमा अथवा हाम्रो समाजमा यसलाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भने अर्को चाहिँ समुदायको भूमिका चाहिँ के छ भन्ने क्रममा अब यो अलि लामो भयो जस्तो लाग्यो, 5-5वटा बुँदा थियो। अनि समुदायको भूमिका के कसरी चाहिँ अगाडि बढाउन सकिन्छ भन्नुपर्दाखेरि समुदायले सहजकर्ताहरू उपलब्ध गराउन सक्छ, किनभने समुदायको पहुँच धेरै ठाउँमा हुन्छ। विभिन्न यो सम्बन्धी सहजकर्ताहरू चाहिँ उहाँले चिन्नुहुन्छ। त्यस कारणले चर्चहरूलाई वा कुनै पनि सङ्गतिहरूलाई उपलब्ध गराइदिनु, शिक्षकहरू उपलब्ध गराइदिनु भयो भने समुदायको भूमिका चाहिँ यसमा प्रगाढ बनिन्छ। त्यसै गरिकन युवा वर्गलाई शिक्षक सुहाउँदो उपलब्ध गराउने यो चाहिँ अगाडिको समय मिल्न गएको छ है। त्यस कारण यसलाई म बढी व्याख्या गर्न चाहेन। अनि समुदायले धेरै समूह र मण्डलीलाई हातेमालो गर्न सक्छ, किनभने एउटा चर्चको चिन्जानी केही मात्र हुन्छ भने समुदायको चिन्जान भेटघाट चाहिँ बृहत रूपमा हुनसक्छ। त्यस कारणले समुदायले चाहिँ कि समुदायको काम चाहिँ यसमा बृहत रूपमा हुनसक्छ भनेर हामीले चाहिँ निर्णय गरेका थियौँ। त्यसै गरिकन समुदायले विभिन्न सङ्घ संस्थालाई पनि उपलब्ध गराउन सक्छ मण्डलीहरूको लागि है। त्यसै गरिकन समुदायले हेल्पलाइनको स्थापना गरेर पनि यसलाई चाहिँ न्यूनीकरण गर्न सक्छ भनेर चाहिँ हाम्रो समूहले गरेको थियो। धन्यवाद दिनुहुन्छ। थुप्रै राम्रो टिप्स र सजेसन्सहरू लिएर आउनु हुन्छ। धन्यवाद छ। यहाँ सबैजनालाई जयमसी छ। मैले छोटकरी कतै धेरै कुरो आइसकेको छ। त्यस कारणले यस विषयमा सचेतना ल्याउनलाई तपाईँहरूले आफ्नो समूहमा अथवा चर्चमा के गर्नुहुन्छ भनेर अनि हामीले हाम्रो 2 नम्बर ग्रुप समूहबाट हामीले छलफल गरेअनुसार सबभन्दा ठुलो कुरो त परमेश्वर वचनमा रहेर उनीहरूलाई यस बारेमा सिकाउनु पर्ने रहेछ भन्ने कुराहरू हामीले निर्णय गरेका छौँ। अनि अर्को कुरो चाहिँ अहिले सरले भर्खर जोड्नु हामीले चाहिँ यो परामर्श दिने कुराहरू एकदमै काउन्सिलिङ चाहिन्छ। त्यस कारणले गर्दाखेरि जवानहरूलाई रहेका कुरो अनि टिनेजरहरूलाई हामीले त्यसमा कुरा लेखेका थियौँ। अनि त्यस कारणले अनि अरू चाहिँ सृष्टिलाई जोगाइराख्नुलाई परमेश्वर वचनबाट बारम्बार होसियारी गराउने शिक्षा दिने, बारम्बार त्यो गरिरहनु पर्ने चाहिँ सम्झाइराख्ने बारम्बार त्यो गर्नुपर्ने रहेछ। अनि त्यस्तो मन परेको अहिले भने जस्तै आउँदाखेरि अनि सधैँ सकारात्मक सोच पोजिटिभ थिङ्किङ हालिदिनु पर्ने रहेछ। त्यस कारणले गर्दाखेरि उनीहरू अब सङ्गत गुनाको फल भने चाहिँ अहिले हेर्ने कुराहरू अहिले हामीले देख्छौँ धेरै ठाउँमा। अब अहिले त्यो आइएको सम्बन्ध छुटेको अर्को कुरो पनि हामीले हेऱ्यौँ भने अहिले त्यो मैले के देखिरहेको छु सर्वेमा धेरै जस्तो पास्टर अगुवाको छोराछोरी अलिकति थोरै ट्र्याकआउट भएको। पहिला चाहिँ के थियो भने अब हाम्रो जवानहरूलाई चाहिँ अरू जवानहरूले अरू जवानहरूलाई चल्दा ल्याउने अनि सङ्गतिमा गीतहरू बजाउने यता कारणले गर्दाखेरि उनीहरूले ल्याउँथ्यो अनि सङ्गतिमा जवानको वृद्धि हुन्थ्यो। अहिले चाहिँ हाम्रो जवानहरूलाई अरू जवानहरूले आफूतिर लैदिएका छन्। त्यसमा त्यो बारेमा कसरी होसियारी गर्न सकिन्छ, तिनीहरूलाई कसरी हामीले के अरे काउन्सिलिङ गर्न सकिन्छ, तिनीहरूलाई सिकाउनु पर्ने कुराहरू हामीले त्यो गर्नुपर्ने कुराहरू छ। अनि अर्को चाहिँ सानैदेखि उनीहरूलाई अहिले भने जस्तै यो लाउने कुराहरूमा पनि कहिले अब बच्चा छोरा आइसक्यो है, छोरा भनेर छोरीलाई भनेर मैले भने छोराको ड्रेस लगाइदिने है छोरीलाई, अनि छोरीलाई छोरालाई चाहिँ छोरीको ड्रेस लगाइदिने। अनि भोलि त्यो साइडले त्यो रूपमा नै उसलाई त्यो असर गरिरहेको हुन्छ। त्यस कारणले अहिले जे छ त्यही कुरा छोरालाई छोराकै व्यवहार गर्ने, छोरीलाई छोरीकै हेर्ने त्यसरी गऱ्यो भने अलिकति त्यही कुराहरूमा त्यसलाई चाहिँ न्यूनीकरण गर्नलाई उनीहरूको सानैदेखि यो कलिलो दिमागमा हामीले त्यही कुराहरू हामीले हालिदिन सकिन्छ भनेर। अनि अर्को चाहिँ व्यवस्था यो 6 को साथमा चाहिँ भने जस्तै अब आफ्नो बालबच्चाहरूलाई पहिलेदेखि नै होसियारी सिकायो, घरमा बस्दा ढक्कै बस्दा उठ्दा हिँडेको चर्चा गरेर अनि परिवारले अभिभावकले मण्डली पनि सङ्गति बाबु नानीहरूलाई पहिलेदेखि चासो दिनु पऱ्यो। सङ्गति बाबु नानीहरू चाहिँ भविष्यका पास्टर अगुवाहरू हुन्, तिनीहरूलाई पहिलेदेखि नै तिनीहरूलाई अलिकति होसियारी सिकाउनु पर्ने कुराहरू अनि लगानी गर्नुपर्ने कुराहरूमा मण्डलीले बाल सङ्गतिमा बढी जोड दिएर लगानी गर्ने कुराहरूको बारेमा हामीले यो व्यवस्था 6 को 7 अनुसार मैले अलिकति केही कुराहरू बताएँ। अनि त्यसपछि गएर अब पोखरी दृष्टि समुदायको के भूमिका रहनेछ भन्ने कुराहरू गर्दाखेरि हामीले एउटा चाहिँ अहिले भने चाहिँ टिनेज र जवानहरूको त्यो क्याम्प गर्नको लागि है सेमिनार गोष्ठी गर्नको लागि प्रेरणा गर्ने, त्यसको बारेमा सिकाउने उनीहरूलाई
अनि अर्को चाहिँ समुदायको चाहिँ अर्को चाहिँ यो समुदाय दायित्व पनि हो हामीले अहिले कोभिड समुदायको एक 61वटा चर्च छ यो कुरा चाहिँ केही यस्तो कुराहरूमा प्रेस विज्ञप्ति गर्ने अनि त्यसपछि होसियारी साथ खबरदारी गर्ने अनि पहिलो पनि गर्ने पनि अहिले भन्दा चाहिँ व्यक्तिहरू स्रोतहरू ल्याएर स्रोतहरू खोजेर किन समुदायसँग तागत छ त्यो अनि अरूसँग सम्पर्क गरेर अनि यसको बारेमा अझै बढी सहकार्य गरेर अनि के अरे अझै बढी मण्डलीहरूलाई सचेतना धन्यवाद। सबैजना एजेन्डस ग्रुप नम्बर 1 को तर्फबाट है धेरै कुराहरू आइसकेको छ, अब दिन पर्यो अनि त्यही कुराहरूमध्ये मैले सरस्वती जे हाम्रो ग्रुपबाट छलफल गरेर टिपेका छन् त्यही मात्रै पढिदिन्छु। पहिला कुरा चाहिँ हामी दुवै प्रश्नमा उत्तर हामीले लेखेका छौँ, निरन्तर हामीले यसमा प्रार्थना गरेर गर्न सक्छौँ। पहिला कुरा चाहिँ यो लेखेका छौँ हामीले दुईटै प्रश्नको लागि यो भयो। अर्को 1 नम्बरको प्रश्नमा वचनद्वारा स्पष्ट बाइबलीय शिक्षा दिएर है बाइबलीय अवधारणा अनुसार बाइबलीय शिक्षा दिएर हामीले यो सचेतना जगाउन सक्छौँ भन्ने कुरा लेख्यौँ। अनि अर्को कुरा बालक अथवा टिन्स जवानहरूको मनोवृत्ति बुझेर परामर्श दिने चेतावनी सहित पनि कति ठाउँमा चेतावनीको पनि आवश्यकता छ भनेर हामीले यो कुरा लेख्यौँ। अर्को कुरा जनचेतना जगाउने जतिसक्दो जतासम्म हामी पुग्न सक्छौँ आफ्नो वरपर होल अनि यो पर यो भयो भने। अर्को पोखरेली ख्रिस्टीय समुदायको भूमिकामा सामूहिक रूपमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न सकिन्छ आफ्नो ठाउँ वरपर। अनि त्यसपछि स्थानीय निकायसँग पनि मिलेर उहाँहरूलाई बोलाएर अन्तर्क्रिया जस्तो कार्यक्रमहरू यस विषयमा गर्न सकिन्छ भनेर हामी लेखेका छौँ। यति नै छ। हस्, धन्यवाद। थ्याङ्क यू। र एउटा अर्को कुरा सायद हरेक पास्टरले आफ्नो मण्डली गर्ने हुन्छ, त्यस्तो कुनै पनि प्रकारको लक्षण या हावभाव उहाँले आफ्नो छोराछोरी या कसैमा देख्नुभयो भने सायद परामर्श दिने अनि त्यो कहिले नडराउने नतर्साउने, डराइदियो तर्साइदियो भने त्यो बालबालिका नजिक आउन सक्छन्।